traveling my beautiful hometown village, Linda Gomez. यो हो मेरो गाउँ। यो हाम्रो खेतबारी। अहिले साँझ परिसकेको छ। यति राम्रो ठाउँ। घरको मन्दिर। हाय। चलो मम्मीले के खाना बनाउँदै हो? मासु। मम्मी के बनाउँदै हो? मासु के बनाउँदै हो?
घरमा यस्तो चुलोमा यस्तो मासु बन्दैछ। लोकल कुखुराको लोकल कुखुरा क्लियर देखिन। आगोमा बना आगोमा बनाएको खाना टेस्ट हुन्छ। लाइट चालु गर्नु यता देऊ त अन्छु यहाँ देऊ न एकैछिन देऊ न चालु गरेर लाइट। बाबाले गाउँघरतिर मेथी घरमै बनेको कुखुराको मासु लोकल कुखुराको मासु। ल यता हेरिदिउँ त डार्ने। हेलो कस्तो दामी देखिन्छ तिमी त्यसमा त। लोकल कुखुराको मासु खान आउनुहोस्। बुढालाई 2 वर्षमा आफ्नै हातले कुखुराको मासु पकाएर खुवाउँदैछु। फर्स्ट टाइम 27 महिनापछि 27 महिनापछि उहाँको केही मन्नत थियो, घर पूजा गरेपछि खान्छु घर बनेपछि भन्नुभएको थियो। आज आएर बिहान व्रत बसेर आएको थिएँ। आएर उनीहरूलाई दर्शन गरेर अनि मासु लिएर बनाउन गएको लोकल कुखुराको मासु। अब खान्छु मैले एकछिनमा। चलो अब भन्दैछु कस्तो भइसक्यो त्यहाँ घाँटी बसेर। आज मेरो बुढाले 2 वर्षमा फर्स्ट चोटि मासु खाँदै हुनुहुन्छ। फेरि खिलाइदिनु नि। कस्तो भयो छोरीलाई खिलाइदिनु भएको पहिले फेरि फर्स्ट चोटि आफूले भनेको कुरा पुरा भयो। कस्तो लागिरह्यो बुढा खाना कस्तो बनायो? लोकल कुखुराको मासु छोरीको साथमा यता बुहारी हुनुहुन्छ। यता आलुमा पो पाक्दैछ अझै यो लोकल कुखुराको झोल।
नमस्कार। आज हामी यो टोल नम्बर 5 को आमा समूह नवदुर्गा आमा समूह नवदुर्गा हेर्नु नवदुर्गा आमा समूह र नवदुर्गा यो समूह आज यो रात्रिकालीनमा नाचगान गर्ने क्रममा आज हिराबहादुर परियारको घरमा उहाँको ज्येष्ठ सुपुत्र गुणबहादुर परियारको घरमा आज हामी नाचगान गर्न आएका छौँ यो र यसै क्रममा आज उहाँले हाम्रो यस नवदुर्गा समूह आमा समूह र युवा समूहलाई प्रदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै मुरी धन्यवाद र उहाँको घर परिवारलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै हाम्रो उहाँ आमा समूहको तर्फबाट र नवदुर्गा समूहबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। धन्यवाद। उहाँलाई फेरि पनि सम्मान गर्न पाइयोस् है। उहाँको फेरि अझै उत्तरोत्तर प्रगति कामना गर्दै फेरि पनि सम्मान गर्न चाहन्छौँ हामी है। पछि भेटौँला। नमस्कार।